दर्शकबिन नमस्कार, तपाईं हेर्दै हुनुहुन्छ टुडे न्यूज नेपाल। कृपया पूरा जानकारी पाउन भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि तपाईं हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरी सँग रहेको घण्टीलाई दबाउन नबिर्सनुहोला र हाम्रो मेहनतको लागि यो भिडियोलाई लाइक गरिदिनुहोला, शेयर गरिदिनुहोला र तपाईहरुको आफ्नो विचार कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला। ललितपुरको ग्वारको स्थित पेट्रोल पम्पमै पार्किङ गरिएको अवस्थामा एउटा ट्याङ्करमा आगलागी भएको छ। आइतबार राति 6:15 बजे ग्वारगोको उज्जवल पेट्रोल पम्पमा रहेको ट्याङ्करमा आगलागी भएको थियो। महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार ललितपुरका 2वटा र काठमाडौँको एउटा दमकल प्रयोग गरेर आगलागीलाई नियन्त्रणमा लिइएको थियो। ट्याङ्करको अगाडिको भागबाट आगलागी सुरु भएको थियो भने अहिले त्यो क्षेत्र खतरामुक्त रहेको छ। महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक विजय तिमल सिन्हाका अनुसार ना 6ख 974 नम्बरको ट्याङ्करमा आगलागी भएको हो। ट्याङ्करको ब्याट्री सर्ट भएर आगलागी भएको थियो। ट्याङ्करमा पूर्ण रूपमा क्षति पुगेको छ भने अरु 5वटा मोटरसाइकलमा पनि पूर्ण रूपमा क्षति पुगेको छ। पेट्रोल पम्प आगलागी हुनबाट जोगिँदा ठूलो दुर्घटना टरेको जानकारी प्राप्त भएको छ। कोसीटप्पु वन्यजन्तु आरक्षकको कार्यालयमा रैथानेका रूपमा बस्दै आएको जङ्गली हात्ती मकुनाको आक्रमणबाट स्थानीयको मृत्यु भएको छ। मकुना हात्तीको आक्रमणबाट कोसी गाउँपालिका वडा नम्बर 6 श्रीपुरका अन्दाजी 28 वर्षीय प्रमोद यादवको ज्यान गएको हो। मकुनाले आक्रमण गर्दा यादवको घटनास्थलमै मृत्यु भएको आरक्षकको कार्यालयले जनाएको छ। आरक्षकका अनुसार बिहानी पख गाउँखेतमा पानी लगाउन पुगेका यादव हात्तीको आक्रमणमा परेका थिए। स्थानीय बासिन्दाहरूको अनुसार रातिको समयमा गाउँ पसेको हात्ती बिहानी पख फर्कने क्रममा रहेको थियो। सोही क्रममा खेतमा पानी लगाउन पुगेका यादव हात्तीको निशानामा परेका थिए। कोशी गाउँपालिकामा हात्तीको आक्रमणमा परि वर्षेनी जस्तो स्थानीयले ज्यान गुमाउँदै आएका छन्। आक्रमणमा परि घाइते हुनेको संख्या पनि धेरै रहेको छ। सरकार